नमस्ते तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो अर्को मुकबाङ भिडियोमा। आज चाहिँ हामी फेरि पनि मोमो मुकबाङ गर्न गइरहेको छौं। तर आज चाहिँ हामीसँग साथमा चाहिँ पकौडा पनि छ अनि अचार छ तिलको अनि सुपको पनि अचार छ हामीसँग। फेरि यो पकौडा चाहिँ यो उसको के भन्छ प्याजको हैन, यो धनियाको पकौडा हो, प्याजको पत्ता हो अनि प्याजको त्यसको हैन जे भेटिन्छ त्यसकै पकौडा बनाएको। आज किचनमा धनिया र प्याजको पत्ता छ, त्यसकै पकौडा बन्यो आज। आज चाहिँ हामीसँग प्याज चाहिँ थिएन, त्यही भएर हामीले सदुपयोग गर्नु प्याजको पत्ता थियो, त्यही भएर चिसो पनि छ यहाँ डाइट पेप्सी सधैँको जस्तै हाम्रो चाहिँ डाइट पेप्सी हुन्छ साथै चाहिँ भरे खानुपर्छ। मोमो चाहिँ तातो छ, अब चाहिँ हामी खान्छौँ ल साथी। सुरु गरौँ है त। आजको साथी यो सबै चाहिँ मेरो साथीले बनाउनु भएको। यो सबै मैले चाहिँ आज केही गरेको छैन, म चाहिँ आज खाने मैले पालो दिएको। पालो कति उसले मात्रै गर्छ, अहिले उसले मात्रै गर्छ, आज चाहिँ मैले पालो दिएको क्या। मिठो भाजा सुप कागती हालेर मिठो। हामी चाहिँ अचार के ठाउँमा खान्छौँ पठाउँछ होला। दामी यसो भन्दा यसो अचार मिठो भएछ, पिरो मिठो। मोमो पनि एकदम मिठो जुसी भएको आज चाहिँ। यस्तो गर्दा जुस नझरे म चाहिँ जुसी भएको छ आइरहेको छ जुस। हाम्रो चाहिँ बिचमा अर्को बिरयानी भिडियो नै ल्याएको थियौँ, तर त्यो चाहिँ बिचमा गएर के भयो अनि त्यो चाहिँ अब हामीले बनाएनौँ। अब त्यो चाहिँ युट्युबमा अपलोड हुँदैन, तर मेमोरिजमा चाहिँ छ त्यो। किन नहालेको भन्दा पनि त्यो कारण छ। यो चाहिँ धनियाको पकौडा हो, साथीले बनाएको मिठो छ। अचारमा चपेर सुपमा त नुन लागेन के हो, किन लाग्यो? कागज दिएको बन्द भयो कि होइन, किनभने हामीले यो खायौँ नि त, त्यही भएर बिहान लग्यो यहाँ ल्याएर उतै पो लग्यो त। मैले त्यो भन्नु ल्याइदिने आइहोस् भयो बा, अहिले अचार हालेर खान्छु। सुनमा होला कति क्रन्ची भएको छ पकौडा पनि। मैले सबै खाएको छ। मलाई पनि मुस्किल लाग्यो। मलाई यस्तो सुप खाँदा चाहिँ कहीँ होइन, म घर पुग्छु सिधै। हामी चाहिँ नेपालमा चाहिँ कहिले बनाएर खाएनौँ सुप। यस्तो यो गर्दाखेरि म घर पुगिहाल्छु। जहिले यस्तो बनाउँछ तर उयो मात्रै यस्तो चटनीको बनाएर मात्रै मसलाको ठाउँमा हालेर खाएँ। अब म यसरी खान्छु किन यहाँ धेरै पोख्यो छु अचार। हाल्दा खाँदा चाहिँ मिठो हुने हो। आज मोमो अर्कै मिठो लागेछ। आज मलाई मोमो अर्कै मिठो लागेछ। अब
अर्काको हात भएर मैले सुरुमा मोमो बनाउँदा एउटा चाखेँ टेस्टै पाइनँ तिमीलाई सम्झिहाल्यो टेस्ट पाइनँ भन्दाखेरि मैले त्यस्तो हुन्छ आफू भन्दा म टेस्ट पाउँदिनँ त्यहाँ आधा साथीले बनाएर चाहिँ ए1 नसुन्नु लाग्छ चाखेन चाख्नु पऱ्यो भने केही थाहा भएन हामी मोमो बनाउँदा चाहिँ कहिले पनि किमा युज गर्दैनौँ कुखुरा ल्याउँछौँ घरमै मासु सेपरेट गर्छौँ अनि हड्डीको चाहिँ सुप बनाउँछौँ है किमा मात्रै ल्यायो भने के को सुप बनाउने हुन्छ अनि महँगो पनि पर्छ त किमा है किमा मात्रै त महँगो पर्छ डल्लै कुखुरा ल्यायो यो चाहिँ प्याजको हो पत्ताको पकौडा हाम्रो अर्को साथी चाहिँ आज बिराम भएर सुतिरहेको छ त्यही भएर आज चाहिँ आउनु सक्दैन नेक्स्ट भिडियोमा एउटा चाहिँ मौसम चेन्ज भएको भएर ज्वरो आइरहेको छ यस्तोहरू खानु हुँदैन बिरुवाहरू त्यही भएर हामी मात्रै आयौँ यो अचार खाएर यसो खाँदा चाहिँ नुन नलाग्ने क्या किनभने चकिलो छ नि त फिट्टो नुन लाग्यो त के मोमो फेरि हामीलाई अहिले दियो भने अहिले खान्छौँ भरे दियो भने भरे पनि खान्छौँ भोलि दियो भने भोलि पनि खान्छौँ भोलि बेलुका दियो भने पनि खान्छौँ खोइ के हो त्यस्तो किन मन परेको हो अब हामी मात्रै त होइन होला प्रायः सबै नेपालीलाई मन त पर्छ तर पनि म फेरि खाने भनेपछि खाने कोही चाहिँदैन रातिको 12 बजोस् कि बिहानको 3 बजोस् कि बनाएर खाने खाने भन्नु छ एकचोटि कस्तो ड्युटीबाट आएर गलेर राति 12 बजी कस्तो भएको थियो खै के त्यतिकै सोचेँ 2-4 बजीमा मोमो खाने भने ल खाने राति 12 बजी त्यस्तो ड्युटी गरेर सकेर आएर दुईजनाले मोमो बनाएर खाएको भोज जस्तै खाएर अनि 3-4 बजी थियो नि हाम्रो रुममेटहरू सब छक्क पर्ने क्या पहिला हाम्रो रुममा त्यति कहिले मोमो नबनाउने हामी आएर चाहिँ हामी मात्रै बनाएको है मोमो भनेपछि हामी बिहान पनि नभने दिउँसो पनि नभने बेलुका पनि नभने खानु मन लाग्छ खानु यहाँ पनि बनाएर खायो फेरि बाहिरको त रेस्टुरेन्टमा जानु पऱ्यो फेरि मोमै खाने हो त्यहाँ पनि अरू होइन मोमै खाने हो त्यहाँ पनि
खोले त अस्तो जस्तो चाहिँ नहोस् 2 बजेर निन्द्रामा थियौँ अरू साथीले चिसो ल्याइदिएछ 9ले खोल्नु सक्यो 9 महिना खोल्नु सक्यो कति खोल्छ साथी हुँदैन कस्तो कपी यसरी निकालेर जुठो होला तिम्रो कप त मेरो डाइट पेप्सी टेस्ट गरेर फेरि टेस्ट साथी यो छुट्टै सन्दर्भ पुगिन्छ मेरो यो पिएपछि मोमोको छुट्टै आनन्द छ यो चिजोको छुट्टै आनन्द छ आँखा चिम्लेर पिउनुपर्छ एकैछिनमा कहाँ पुगिन्छ हौ अनि पेप्सीहरू कस्तो टाउचन त लाग्छ बेसी गयो खाने यो सुप त साह्रै लाटा भयो यो अचार खाएपछि त धनियाँको पकौडा यो चाहिँ डढेकोपट्टि देखिए चाहिँ यता पनि हुनुहुन्छ त्यस्तै रहेछ चिसाएर आउँदैन त्यही भएर धरिदिएर नपुगेको मैले प्याजको पकौडा पत्ताको मिठो भयो कति बजी खाएको भएर कति बजी होइन भिडियोमा मात्रै नआएको मैले त्यसमा हरियो खोर्सानी हालिदिएको थिएँ अनि सुकेको पनि हालिदिएको थिएँ त्यो कता बिरुवा